अन्ततः सन्दीप लामिछाने अदालत जाने भएका छन्। सन्दीपले फेसबुकमा एक लामो स्ट्याटस लेख्दै भनेका छन्, अब धेरै नकारात्मकतातिर नजाउँ, धेरै टिका टिप्पणी नगरौँ सोसल मिडियामा। सन्दीपलाई एक पोडकास्टमा जुन किसिमको टिका टिप्पणी भइरहेको थियो हो त्यसमा सन्दीप लामिछाने विरुद्ध गरिएको टिका टिप्पणी सोसल मिडियामा अहिले छ्यापछ्याप्ती भेटिन्छ। यसअघि लामिछानेले प्याराडाइम टिभीको कार्यक्रममा आफ्नो चरित्र हत्या गरेको भन्दै इन्फ्लुएन्सरप्रति आक्रोश व्यक्त गरेका थिए। यससँगै सन्दीपका समर्थकहरूले इन्फ्लुएन्सरलाई सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी सुरु गरेका थिए। लामिछानेले आफूप्रति व्यक्त भएको माया र समर्थनका लागि सबैलाई धन्यवाद दिएका छन्। उनले हालै घटेको घटना अस्वीकार्य रहेको बताउँदै यस विषयमा आएको भावनात्मक प्रतिक्रिया र आक्रोश बुझेको उल्लेख गरेका छन्। सन्दीप लामिछानेका फ्यानहरूले जुन सोसल इन्फ्लुएन्सरहरूलाई सोसल मिडियामा भाइरल गर्ने, टिका टिप्पणी गर्ने, टिकटक आइडी, फेसबुक आइडी पब्लिस गरेर विभिन्न नकारात्मक कमेन्टहरू गर्ने भेटिएको छ हो। त्यसै कारणले नै सन्दीपले एक स्ट्याटस जारी गरेर यस्तो बताएका हुन्। सन्दीप लामिछाने नेपाली क्रिकेटको एक खम्बा हुन्। महत्त्वपूर्ण खेलमा खेलाडीहरूको मनोबल उच्च बनाउनु पर्ने बेलामा यस्ता कुराहरूले खेलाडीहरूको मनोबल गिराउँदा खेललाई समेत असर पर्ने देखिन्छ हो। अहिले सामाजिक सञ्जालमा सन्दीप CWC लिग नखेलेर नेपाल फर्किन्छन् कि भनेर चिन्ता समेत व्यक्त गरेका छन्। अहिले नेपाली क्रिकेट टिम UAE मा रहेको छ। भर्खर मात्र एसिया र इस्ट एसिया पेसिफिक क्वालिफायरको खेलहरू सकाएर नेपाल वर्ल्ड कपमा झण्डा गाडे लगत्तै UAE फर्किएको छ हो। नेपाल अपराजित रहँदै T20 वर्ल्ड कप क्वालिफायरमा झण्डा गाडेको हो। लगत्तै नेपाल अहिले UAE मा छ। UAE मा नेपाल CWC लिगको सिरिजहरू खेल्दैछ। नेपालले यही कार्तिक 9 गते USA, कार्तिक 11 गते UAE र फेरि कार्तिक 15 गते USA र अन्तिम खेल कार्तिक 19 गते UAE विरुद्ध खेल्दैछ। नेपाल पोइन्ट टेबलको अन्तिमबाट दोस्रो स्थानमा छ। नेपालले अब निरन्तर जित्नुपर्ने छ। नेपाल सिधै वर्ल्ड कप खेल्नको लागि ग्रुप टेबलको टपमा रहनुपर्नेछ। नेपाल हाल 7औं स्थानमा छ। CWC लिगको 36 खेलमध्ये 16 खेल खेलिसकेको छ। अब 20 खेल मात्र बाँकी छ। 20 खेलमा मिनिमम पनि नेपालले 12 देखि 14 खेल जित्नुपर्ने छ ODI स्ट्याटस बचाउनको लागि भने नेपालले सिधै ODI वर्ल्ड कप खेल्नको लागि ग्रुप टेबलको टपमा रहनुपर्ने छ र नेपालले 20 खेलमा 16-17 खेल अनिवार्य जित्नुपर्ने छ सिधै वर्ल्ड कप खेल्नको लागि। नेपालले यही माइन्डसेट लिएर UAE मा निरन्तर अभ्यास गर्दै आइरहेको छ हो। नेपाल यही कार्तिक 9 गते USA विरुद्ध खेल्दैछ। नेपालको स्क्वाड पनि सार्वजनिक भइसकेको छ। ओमानमा T20 वर्ल्ड कप क्वालिफायर खेलेको स्क्वाडबाट 2 जना बाहिरिएका छन् भने 2 जना भित्रिएका छन्। सन्दीप जोरा र आदिल आलमको ठाउँमा भीम सार्की र अनिल शाह भित्रिएका छन्। किनकि T20 र ODI फरक खेल हो। T20I मा आक्रामक ब्याटिङ गर्ने ब्याटरहरू चाहिन्छ भने ODI मा टिकेर लामो इनिङ्स खेल्ने ब्याट्सम्यानको आवश्यकता पर्दछ। त्यसैले अनिल शाह र भीम सार्कीलाई CWC लिगमा स्थान दिएको हो।